बाँकेको सिमानाका जमुनाबाट प्रतिबन्धित पेय पदार्थ नीलो रेडबुल लुकाई छिपाई नेपालतर्फ भित्र्याउँदै गरेको बागमती प्रदेश 0103 0497 नम्बरको इलेक्ट्रिक कारबाट बरामद गरिएको छ। उक्त बरामद गरे नीलो रेडबुल नेपाली बजार मूल्य बराबर 2 लाखको रहेको सशस्त्र प्रहरीले जनाएको छ। गाडी नम्बर हेरिरहेको छु, अघिबाट मैले गाडीको बात गरिरहेको थिएँ। बाँके सशस्त्र प्रहरी बागेश्वरी 30 नम्बर गनबाट खटिएको जमुनाटमा खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त नीलो रेडबुल बरामद गरेको हो। खाएर रेडबुलको अब इनर्जी रेड हाउस निकाल्नुपर्छ। हामीले खाने नि तर हामी एक चलाउन लगाएको ड्यू बताइरहेछ। कसको हो यो घाँस? गाडी कसको हो कि मार्केटिङ गर्न ल्याएको छ प्रोडक्टहरू? हल्ला गर्न यो सबमा त हल्लामा त हाला खोइ हुँदैन। हल्ला यसको लागि माग्नु पर्दैन। गाडी मगाएर पढाइरहेको बोरो त सर हामी त उक्त प्रतिबन्धित पेय पदार्थ रेडबुल नष्ट गरिने सशस्त्र प्रहरी बाँकेले जनाएको छ।